हेलो एभ्रिवान, आज चाहिँ हाम्रो किचनमा सिस्नो पाक्दैछ। म हजुरहरूलाई सिस्नो कसरी पकाउने भनेर देखाउँदै जान्छु। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। मैले सिस्नो टिपेर ल्याइसकेँ। हाम्रो सिस्नो चाहिँ यति भयो। यो सिस्नोलाई अब हामीले केलाउनुपर्छ। यसले राम्रोसँग केलाउनुपर्छ। यसमा किराहरू हुनसक्छ। किरा नहुनको लागि चाहिँ हामीले पिठोहरू छर्किनुपर्छ। पिठो छर्क्यो भने चाहिँ यसमा भएको किराहरू सबै तल झर्छ, त्यसैले यो सफा हुन्छ। यसलाई राम्रोसँग केलाउनुपर्छ। मैले केलाइ पनि सकेँ। अब यसलाई हामीले पकाउनलाई रेडी भयो। यसलाई एकदम राम्रो भएको छ। यसलाई अब म पकाउन रेडी गरेँ। अब यसलाई चाहिने चाहिँ हामीले टिमुर, लसुन, खुर्सानी, नुन आदि हाल्नुपर्छ। अब यो भकभक उम्लेको पानीमा चाहिँ हामीले सिस्नोलाई हाल्नुपर्छ। पानी चाहिँ एकदम उम्लिनुपर्छ, भकभकै उम्लिनुपर्छ। यदि पानी उम्लेन भने चाहिँ मिठो नहुन सक्छ। पानी चाहिँ उमाल्नु होला। भकभक पानी उम्लेकोमा चाहिँ छिटो पनि हुन्छ अनि मिठो पनि हुन्छ। हामीले लो हिटमा पकाउनुपर्छ। हाई हिटमा पकाउँदाखेरि चाहिँ उम्लेर बाहिर जान सक्छ, त्यसैले हामीले लो हिटमा पकाउनुपर्छ। मैले पकाइरहेको छु। कसलाई सिस्नो मनपर्छ कमेन्ट गर्नुहोला। सिस्नो चाहिँ हामीले नमिठो भए पनि खानुपर्छ, किनकि यसको धेरै फाइदाहरू छ। सुगर प्रेसर हाई हुनेहरूले चाहिँ सिस्नो खायो भने चाहिँ एकदम फाइदा गर्छ। त्यसैले हामीले सिस्नो मन नपरे पनि हामीले अलिअलि खानुपर्छ। तर मलाई चाहिँ एकदमै मनपर्छ सिस्नो। हाम्रो फ्यामिलीमा हामी सबैलाई मनपर्छ सिस्नो। यसरी पकाउनुपर्छ। यसलाई धेरै बेरसम्म पकाउनुपर्छ। यसलाई धेरै बेरसम्म पकायो भने चाहिँ राम्रो हुन्छ, मिठो हुन्छ, लयालो हुन्छ, दाल जस्तै हुन्छ। अघि मैले लसुन, टिमुर, खुर्सानी, नुनलाई पेस्ट गरेर हालिरहेको छु। यसरी यसलाई राम्रोसँग चलाउँदै पकाउनुपर्छ। धेरै चलाउँदै पकाउँदै गर्दाखेरि चाहिँ मिठो हुनसक्छ, मिठो हुन्छ। राम्ररी पकाउनु होला। यसरी यसलाई छोपी छोपी पकाउनुपर्छ। स्वाद अनुसारको नुन पनि हाल्नु होला। यसरी गोली गोली पकाउनुपर्छ। यसलाई छोपी छोपी पकाउनुपर्छ। लो हिटमा पकाउनु होला। हाई हिटमा पकाउँदाखेरि चाहिँ यो उम्लेर जान सक्छ, पुग्न सक्छ, त्यसैले हामीले लो हिटमा पकाउनुपर्छ। यसरी उम्लिन्छ। उम्लिसकेपछि चाहिँ हामीले यसरी धेरै बेरसम्म पकाउनुपर्छ। धेरै बेरसम्म पकाइसकेपछि चाहिँ यसरी एउटा फिर्कीले फिर्किनुपर्छ, घोल्नुपर्छ। यसलाई राम्रोसँग घोल्नुपर्छ, मजाले घोल्नुपर्छ। यसलाई कति राम्रो भएको छ। यसमा काँचो पिठो हाल्नुपर्छ। हामीले काँचो पिठो चाहिँ गहुँको, मकैको, जुनको पनि हाल्न सक्नुहुन्छ। मकैको हाल्दा पनि हुन्छ, गहुँको हाल्दा पनि हुन्छ। यसलाई पिठो हाल्नु भएन भने चाहिँ नमिठो हुनसक्छ, त्यसैले पिठो हाल्नुपर्छ। पिठो हाल्यो भने लयालो पनि हुन्छ। त्यसैले राम्रोसँग हाल्नु होला, मिठो गरिकन। धेरै बेरसम्म घोल्नुपर्छ। अल्छी नगरिकन घोल्यो भने चाहिँ एकदमै मिठो हुन्छ, दाल जस्तो लयालो हुन्छ। मजाले घोल्नुपर्छ। यसरी घोलिरहेको छु मैले। यसरी नै घोल्नु होला। रेडी भयो। अब यस्तो भयो। घोलिसकेपछि चाहिँ यस्तो राम्रो भयो। खाउँ खाउँ लाग्दो भइरहेछ। यो राम्रो भएको छ। मेरो छोराले पनि घोलिरहेछ। उसलाई पनि यस्तो कामहरूमा एकदमै जाँगर गर्छ, रहर गर्छ। मैले पनि उसलाई सिकाउन कोसिस गरिरहेको छु। उसलाई नै सिस्नो एकदमै मनपर्छ, त्यसैले उसले रहर गरिरहेछ। उसलाई यस्तो अर्ग्यानिक चिजहरू एकदमै मनपर्छ र उसले रहर गरेर घोलिरहेछ। खाना रेडी भयो। अब खानालाई
रेडी भयो, मिठो भइरहेछ। सरले चाहिँ एकदमै मिठो गरिकन यति मिठो भएको भनेर मलाई फिडब्याक दिँदै हुनुहुन्छ, यति मिठो बनाएको भन्दै हुनुहुन्छ। मेरो छोरोले चाहिँ खानालाई एकदम खोजिरहेछ, उसलाई तातो भएको कारणले गर्दा चाहिँ नदिएको। मिठो गरी खानु भएको छ, एकदमै मिठो भएको छ, एकदमै टेस्टी भएको छ। यसरी पकाउनुहोला तपाईँहरूले पनि। खाना नपाएर हेर्नु खाना पाइन भनेर ऊ रिसाइरहेछ, तातो भएको कारणले नदिएको उसलाई। यस्तो भयो। हामीले धन्यवाद सबैजनालाई।